हुन्छ वरिष्ठ रेडियोकर्मी तथा लोकगायक पाण्डव सुनुवार। भल पस्यो बलेसीमा बल पस्यो बलेसीमा हुकान यो सानो माया लाउँदै जाऊ बजार हलेसीमा। यो सानो माया लाउँदै जाउँ बजार हल्लेसीमा। हल्लेसी बजारमा माया लाउने गीत गाउँदै हुनुहुन्छ आजका स्रष्टा वरिष्ठ लोकगायक पाण्डव सुनुवार। आजका स्रष्टाको अहिलेको गला हो यो। उहिले र अहिलेको गलामा खासै भिन्नता पाइँदैन, गमक उस्तै छ, चमक उस्तै छ। अब आजका स्रष्टाका बारेमा सरसर्ती बोलौं। 2009 साल पुष 9 गते ओखलढुङ्गाको रगनीमा जन्मनुभएका पाण्डव सुनुवार सानैदेखि कला यात्रामा लाग्नु भएको हो। गाउँकै स्कुलबाट एसएलसी पास गरेपछि उच्च अध्ययनका क्रममा काठमाडौँ झरेपछि सांगीतिक संगत बढ्दै गयो। गाउँमा नाच्ने पाण्डव सुनुवार रेडियोमा गीत गाउन थाल्नुभयो। 2029 सालदेखि त बोल्नै थाल्नुभयो रेडियोमा। 4 दशकको सांगीतिक यात्रामा दर्जनौं लोक फाँकी फुक्नुभयो, पहिचान बनाउनुभयो, श्रोता र दर्शकको माया पनि उत्तिकै पाउनुभयो। गायनका साथै अध्ययनलाई पनि बढाउँदै जानुभएका आजका स्रष्टा रेडियोमा जाहिर खाएर जति सन्तुष्ट हुनुहुन्छ, गायनमा भने त्यो सन्तुष्टि मिलेन कि भन्ने गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ गायन मेरो सोख हो भने प्रसारण मेरो पेशा हो। अब अगाडि के भन्नुहुन्छ उहाँकै कुरा सुन्दै जाउँ। आजको स्रष्टा श्रृंखलाको यो बिहानीमा स्वागत गर्छु वरिष्ठ रेडियोकर्मी वरिष्ठ लोकगायक श्री पाण्डव सुनुवारलाई। धन्यवाद रमेशजी। आज आफ्नो घरमा आफै पाहुना भन्नुभएको छ। कहिलेकाहीँ आफ्नै घरमा पाहुना हुँदा नि मजा हुन्छ नि है? रमाइलो हुन्छ, साह्रै नै रमाइलो हुन्छ। सुरुमा चाहिँ कार्यक्रमकै केही कमेन्ट गर्नुहुन्छ? रेडियो नेपालकै बारेमा कुरा गर्नु पर्दाखेरि प्रायः हाम्रा प्रस्तुतकर्ता भाइ बहिनीहरूले बढी बढी चाहिँ मतलब फिल्मी कलाकारहरू साथीभाइहरूको चाहिँ अन्तर्वार्ता उहाँहरूलाई हाइलाइट गर्ने, उहाँहरूलाई पुसअप गर्ने आदि इत्यादि गर्न थाल्नुभयो। यो तपाईँलाई पनि थाहा भएकै कुरा हो। तर मतलब समानुपातिक रूपमा अन्य कलाकारहरू, अन्य स्रष्टाहरूलाई पनि हामीले अगाडि ल्याउनु पर्थ्यो। ओजेलमा परेकाहरूको खोजी। हजुर, ओजेलमा परेकाहरूको खोजी। कतिपय यस्ता स्रष्टाहरू छन् र आजका स्रष्टाले चाहिँ अब यो जुन सुरु गर्यो सबै पक्षका कलाकारहरूलाई समेट्ने प्रयास गर्यो, अत्यन्त नै यो सराहनीय छ। यहाँको कुराले संकेत गर्छ कि ओजेलमा परेका प्रतिभाहरूको खोजी रेडियोबाट हुनुपर्छ, यस्ता कार्यक्रमहरूबाट हुनुपर्छ भनेर यहाँले भन्नुभएको छ र हाम्रो पनि पहल र प्रयास रहँदै आएको छ। त्यसो त हामी राजधानी बाहिर पुग्यौँ भने जहाँ उहाँहरू स्रष्टाहरू भेट्नुहुन्छ उहाँहरूको आवाज लिएर कार्यक्रमबाट पेश गर्ने गरेका छौँ। यस्ता स्रष्टाहरूको खोजी गर्ने दायित्व हाम्रो हुँदै हो र आजको स्रष्टा श्रृङ्खलामा हुनुहुन्छ वरिष्ठ सञ्चारकर्मी हुनुहुन्छ, वरिष्ठ रेडियोकर्मी हुनुहुन्छ, वरिष्ठ लोक कलाकार हुनुहुन्छ श्री पाण्डव सुनुवार हुनुहुन्छ। 2009 साल पुष 9 गते ओखलढुङ्गाको रगनीमा जन्मनुभयो। सानो बालापनका कुराहरू त सम्झनामा रहँदैनन्। सम्झनाका कुराहरू कति वर्षदेखि सम्झिनुहुन्छ? अब खास गरेर भनौँ न सानो बालापनमा अब कुराहरू सम्झिनु पर्दाखेरि अहिले पनि मलाई के याद छ भन्दाखेरि सायद त्यस वखतमा म 4-5 वर्षको थिएँ होला। शिक्षाले व्याप्त थियो। जे जति ब्राह्मण फ्यामिलीका व्यक्तिहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ मतलब विभिन्न कर्मकाण्डहरू गर्नुपर्ने, आदि इत्यादि गर्नुपर्ने, कोही काशी गएर पढ्नुपर्ने आदि इत्यादि बाध्यता थियो र त्यस बेलामा अन्य जातहरूमा त्यो चेतनै थिएन कि अब हामीले पढ्नुपर्छ भन्ने चेतनै थिएन। अनि त्यसै बिचमा अब मेरो बाबा पिताजी स्वर्गीय चन्द्रबहादुर सुनुवार चाहिँ अलिकति उहाँ त पढे लेखेको बुझेको पनि हुनुहुन्थ्यो, गाउँको मुखिया हुनुहुन्थ्यो नि त। पढे लेखेको त नभनौँ, साधारण लेखा पढ हो। त्यसपछि उहाँलाई एउटा फिल के गर्छ भन्दाखेरि है हामीले हाम्रो गाउँको मान्छेहरूलाई पनि पढ्न सिकाउनु पर्छ। त्यसपछि उहाँले चाहिँ गामटार भन्ने ठाउँबाट एकजना गुरुलाई ल्याउनुभयो र सुरुको शिक्षा मैले गुरुकुलबाट पाएँ। क ख ग घ मैले त्यहाँ नै सिक्या हो है। अनि त्यसपछि क ख ग 12 खरी सबै फारिसकेपछि अग्रमण भइसकेपछि हाम्रो पढाइ अमरकोशबाट सुरु भयो, देवी भागवतबाट सुरु भयो, चण्डीबाट सुरु भयो होइन। अमरकोशको 2 लाइन अझै पनि मलाई याद छ। उरुभ्या उर्जा उरिया वैश्या भूमि वृष वृक्ष आजीव जीवने वार्ता वृत्तिबाट जीवने। भनेपछि सुरुमा गुरुकुलमा अध्ययन गर्नुभयो, अमरकोश पढ्नुभयो, चण्डी पढ्नुभयो। त्यो अमरकोश र चण्डीका हरफहरू अहिले पनि झलझल्ती यहाँ सम्झिनुहुन्छ। त्यो अमरकोश र चण्डीले आजको पाण्डव सुनुवारलाई चिनाउनमा केही भूमिका खेलेको महसुस हुन्छ? जरुर। अमरकोश, चण्डी, लघु कौमुदी
आदि इत्यादि पढ्दाखेरि जुन नेपाली भाषाको ज्ञानमा शुद्धि कसरी प्रयोग गर्ने जिब्रो फड्कार्नुको कुरा छ। अनि त्यसपछि अर्को के त अब हाम्रो मातृभाषा त सुनवारी भाषा अनि अब हाम्रो मातृभाषा सुनवारी भाषामा जुनसुकै बोल्दाखेरि हामीले नेपालीमा बोल्दाखेरि पर्वतीय भाषामा बोल्दाखेरि त्यो टोन आइहाल्ने ती कुराहरू चाहिँ छुटकारा पाइयो। ती कुराहरूबाट छुटकारा पाएर एउटा शुद्ध नेपाली भाषा बोल्न सक्ने भयो। यो नै सबभन्दा ठुलो कुरो हो मेरो लागि। हजुर एसएलसी पास कति सालमा गर्नु? 2025 सालमा एसएलसी पास गरेँ। त्यसपछि उच्च अध्ययनका लागि काठमाडौँ छिर्नुभयो। हजुर। कहाँ पढ्न थाल्नुभयो? त्यस बेलामा नेसनल कलेज भन्ने थियो जो हाल अहिले शङ्करदेव क्याम्पस छ नि। यो सङ्गीत यात्राको थालनी चाहिँ गाउँबाट भयो कि राजधानी छिरेपछि? गाउँबाट। एसएलसीमा जो त हाई स्कुलमा पढ्दाखेरि पहाडको यदि तपाईँ पनि तनहुँ भनेपछि पहाडकै हुनुहुन्छ र हाम्रोतिर चाहिँ के छ भने चाहिँ वर्षमा एकपटक यो गाई जात्रा नेवारको गठ्या मङ्गल पर्वदेखि सुरु भएर त्यो चाहिँ गएर क्रिसमसमा सिद्धिन्थ्यो। यसलाई हिले जात्रा भन्थ्यो र यो मनोरञ्जन गर्नमा जति पहाडी जिल्लाहरूमा छन् नि नेवार समुदायहरू चाहिँ बढी अगाडि हुनुहुन्छ उहाँहरू। त्यसले गर्दाखेरि त्यो मनोरञ्जनको क्रममा हामी गीत गाउँथ्यौँ, नाच्थ्यौँ अनि त्यसरी चाहिँ सुरुवात भयो। नाच्नु पनि हुन्थ्यो? नाच्ने त्यो बेलामा त अब अहिले त नाचिँदैन। त्यतिखेर त्यो जवानीमा त्यो युवा वयस्कमा पाण्डव सुनवारले गाएको स्वर यतिखेर सम्झिनुहुन्छ? यतिखेर अब त्यो बेलामा त अब पहाडको गीत गाइन्थ्यो। अब जस्तो पहाडको गीत भन्नाले हो कानछि भल पस्यो बलेसीमा बल फस्यो बलेसीमा हो कानछि यो सानो माया लाउँदै जाउँ बजार हलेसीमा। यस प्रकारको ठाडा भाका गीतहरू हामीले हँसाई पाण्डव सुनवारको हँसाई हो, यो बोलाइ पाण्डव सुनवारको बोलाइ हो। रेडियो प्रवेश चाहिँ 2029 सालमा यहाँको? हजुर रेडियो प्रवेश 2029 सालमा हो। र जब म हाई स्कुल लाइफमा यो निरुद्धराज पाण्डेजीको सुनगाभा कार्यक्रम, किरण खरेल दाइको विज्ञापन सेवा मलाई साह्रै मनपर्ने थियो। यस कारणले मेरो त्यो बेलामै सपना के थियो भने म पनि यदि रेडियोमा चाहिँ उद्घोषक हुनु पाएदेखि भन्ने सपना। त्यहाँ गएर बोल्न पाए कस्तो हुन्थ्यो होला? अनि त्यही सपनालाई चाहिँ ढाकामा छाँट पारेर काठमाडौँ भ्याली बसियो हुँदा अब यहाँ प्रवेश गर्ने चान्स पाएँ। सपना भरि हाँसिरहन्छु विपना भरि रुन्छु, सपना भरि हाँसिरहन्छु विपना भरि रुन्छु। 2 दिनको जिन्दगीमा कसको माया पाउँछु कठै मैले के गर्ने। 2 दिनको जिन्दगीमा कसको माया पाउँछु कठै मैले के गर्ने। निर्मोही भई मैले यहाँ कति कुर्नु पर्ने, निर्मोही भई मैले यहाँ कति कुर्नु पर्ने। कोही छोकी मायालु हो मलाई माया गर्ने कतै मैले। सपना भरि हाँसिरहन्छु विपना भरि रुन्छु। रेडियो नेपालमा पहिलो पटक रेकर्ड भएको यहाँको स्वर। हजुर हो। नेत्र विनोद श्रेष्ठको साथमा यहाँले गाउनु भएको छ। यो लोकगीत हो कि आधुनिक गीत हो? यो गीत खास गरेर परिमार्जित लोकगीत हो, सुगम सङ्गीत जस्तो लाग्छ हामीलाई। हजुर त्यस्तै हो। पार्श्वमा गुन्जिराखेको छ सपना भरि हाँसिरहन्छु विपना भरि रुन्छु। रुनु र हाँस्नुका कुराहरू गीत सङ्गीतमा यति मिठो भएर आउँछन् नि। 2029 सालमा यहाँ रेडियो प्रवेश गर्नुभयो। रेडियो प्रवेश गर्दाखेरि गीताङ्गी भएर अथवा गायक भएर आउँछु भनेर त्यो सोचले छिर्नुभयो कि रेडियोमै बोल्छु भनेर छिर्नुभयो? म त रेडियोमै बोल्छु भनेर अघि नै मैले त यहाँलाई निवेदन गरिसकेँ कि पहिला म किरण खरेल दाईको विज्ञापन सेवा सुन्नुभयो। विज्ञापन सेवामा साह्रै उहाँको मन पर्थ्यो। अनि हाम्रो निरुद्धराज पाण्डे दाईको चाहिँ सुनगाभा कार्यक्रम, गीती कथा कार्यक्रम साह्रै मनपर्ने कार्यक्रमहरू हो। अनि त्यस्तै स्वर्गीय भैरवलाल जोशी अनि रामलाल जोशी उहाँहरूको स्वर साह्रै मन पर्थ्यो मलाई है। त्यसैले म एउटा प्रसारकै बन्छु भनेर प्रवेश गरे हुनाले म आफूलाई लोकगीत जुन गायक भए म यो चाहिँ के भने मेरो शौकको विषय हो। गायन चाहिँ सोख हो। मूलत एउटा प्रसारक बन्छु भनेर रेडियो छिर्नुभयो। रेडियोको यो माइक्रोफोन अगाडि बसेर रातो बत्ती बलेपछि पहिलो शब्द के बोल्नुभयो यहाँले? पहिलो शब्द त्यस वखतमा ग्रामीण कार्यक्रम चल्थ्यो। अनि ग्रामीण कार्यक्रमको चाहिँ सञ्चालक विश्व वल्लभ दाई हुनुहुन्थ्यो जो अहिले रिटायर हुनुभयो। र उहाँको ग्रामीण कार्यक्रममा मैले एक लाइन बोलेँ। त्यो के थियो भने यो सुन्नुहोस् रेडियो नेपालको सूचना। पहिलो शब्द रेडियो नेपालबाट गएको मेरो यही नै हो। त्यसपछिको सूचना कसले पढ्नुभयो? त्यसपछिको सूचना चाहिँ धने दिदीले पढ्नुभयो, धना लामा। उहाँले पढ्नु। दिदी पनि रिटायर भइसक्नु? हजुर दिदी पनि रिटायर भइसक्नु भयो। अब मेरो पनि रिटायर हुने बेला आउँदैछ क्यारे। तिम्रो घर
चाचरी शीतल हैन र तिमीलाई हामीले चाचरी दिनेको छैन र बाबरी फुलको बोट आयो ढल्काउँदै झमझम इष्टकोट आयो ढल्काउँदै झमझम इष्टकोट तिम्रो घर चाँचरी त्यहीँ तल होइन र तिमीलाई हामीले चाँचरी चिनेको छैन र पाण्डव सुनवार र वासुदेव मुनालले सुमधुर गला दिनुभएको छ, युगल आवाज दिनुभएको छ र पाण्डव सुनवारसँगका अधिकांश गीतहरूमा युगल आवाज रहेको छ, युगल स्वर रहेको छ वासुदेव मुनालको। यतिखेर हामी बीचमा हुनुहुन्छ वासुदेव मुनाल। पाण्डव सुनवारका बारेमा केही बोल्नका लागि मैले आग्रह गरेको छु। यतिखेर स्टुडियोमै हुनुहुन्छ। एउटा कुशल प्रसारक, छल कपट रहित, संघर्षशील, घरिघरि रिसाउने, झर्किने तर एकछिनमै हाँस्ने ती व्यक्तित्वको नाम हो पाण्डव सुनवार, जुन मेरा अभिन्न मित्र हुनुहुन्छ। मित्रका साथसाथै मुटुभित्रका मान्छे पनि हुनुहुन्छ। अब यो जुन भावना मिलेका मान्छेको विषयमा बोल्न नै अलिक अप्ठ्यारै हुन्छ। अभिन्न मित्र भनेपछि तपाईँले त्यो कोट्याउनु ती पाउनुहुन्छ। पाण्डव सुनवारको गलामा के छ? हामी दुईजनाको सहवास छ, बस यति। तिम्रो घर चाँचरी हजुर त्यही तल होइन र तिमीलाई हामीले चाँचरी चिनेको छैन र आजको स्रष्टालाई हामीले राम्रोसँग चिनेका छौँ। पाण्डव सुनवार हुनुहुन्छ। हजुर हजुर यो गीत साह्रै लोकप्रिय भयो नि। हजुर यो गीत चाहिँ खास गरेर ठेट लोकगीत हो। यो यसमा कुनै परिमार्जित गरिएको छैन र 2035 सालमा हामीहरू हलेसीमा गएको थियौँ, हलेसी जात्रामा, जसमा गणेश्वर सिगदाई हुनुहुन्थ्यो, हाम्रो सूर्य थुलुङजी हुनुहुन्थ्यो, म थिएँ, अनि त्यस बेलाको बुइपाको हाम्रा के अरे राजेश पायल राई हुनुहुन्छ नि, उहाँको अहिलेको यङ स्टार, उहाँका पिताजी रत्न राई, हजुर, उहाँ जिल्ला पञ्चायतको सभापति हुनुहुन्थ्यो। अहिले पनि राजनीति गरिराख्नुहुन्छ, राजनीति गर्नुहुन्छ, अहिले पनि अध्यक्ष हुनुहुन्छ कि समथिङ के हुनुहुन्छ। अनि हामीहरू गयौँ, जाँदाखेरि हलेसी बजारमा सुन्तला खाइयो, सुँगुरको मासु खाइयो, घुमघाम गरी मजाले। अनि त्यसपछि अनि रत्न राईले चाहिँ ल हिँड केटा बुइपा जाउँ, मेरो घर जाउँ भन्नुभयो। अनि गयौँ, आउँदाखेरि एक फुल तरुणीहरू भनौँ या तन्नेरीहरू भनौँ है, एउटा युवा जमात भनौँ न, युवा जमात चाहिँ मादल ठक्कै माथि हलेसीको माथि डाँडाबाट जाँदै थिए र गीत पनि गाउँदै थिए। नुनथला बजारमा, नुनथला भन्ने ठाउँमा आएर हामीहरू बास बस्नु पर्यो। त्यहीँ गाइएको गीत हो र यो गीतमा अलिकति शब्द परिमार्जित गरेका छौँ, त्यति मात्रै हो। जस्तो कि अब अहिलेको गीत चाहिँ के थियो, के छ भन्नुहुन्छ भने, तिम्रो घर चाँचरी त्यहीँ तल होइन र तिमीलाई हामीले चाँचरी चिनेको छैन र बाबरी फुलको बोट आयो ढल्काउँदै झमझम इष्टकोट। त यो छ। तर त्यसमा चाहिँ त्यो ओरिजिनल गीतमा चाहिँ बाबरी फुलको बोट सारी नाइलनको झमझम पेटीकोट भन्ने अलि गाउन मिल्दो रहेछ। अलि गाउन नमिल्ने भए हुनाले त्यसलाई काटेर यो तिम्रो घर चाँचरी त्यहीँ तल होइन र तिमीलाई हामीले चाँचरी चिनेको छैन र हो चिनेका छौँ। वरिष्ठ लोक गायक पाण्डव सुनवारलाई नचिन्ने को छ र यो गीतमा युगल स्वर दिनुभएको छ, वासुदेव मुनालले दिनुभएको छ र पाण्डव सुनवारका अधिकांश गीतहरूमा युगल स्वरहरूले साथ दिएका हुन्छन्। एक्लै गीत गाउनु भएन नि यहाँले, किन हो? अब एउटा कुरो के छ भन्नुहुन्छ भनेदेखि लोकगीत, लोक भनेको एउटा जमात, अनि लोकगीत तपाईँ मेचीदेखि महाकालीसम्म जानुहोस्, जहाँसुकै हेर्नुहोस्, सधैँ नै जमातमा गाइन्छ, त्यो ग्रुपमा गाइन्छ है, सिङ्गल गीत गाइँदैन। सिङ्गल गीत ती मान्छेहरूले गाउँछन् जो घरको चाहिँ बुहारी, छोरी, चेलीबेटी आदि इत्यादिले चाहिँ जाँतो पिन्दाखेरि मनका बिरहहरूलाई जाँतोको त्यो मकैको पिसाइ सँगसँगै ती दुःख पिरलाई पनि पिस्ने कोसिस गर्छन्। त्यो गीत सिङ्गल गीत हो। नभए तपाईँ हेर्नुहोस्, पञ्चेबाजा गीतदेखि लिएर हेर्नुहोस्, रामायणसम्म हेर्नुहोस् न, अब श्लोक भन्ने रामायणसम्ममा मान्छेहरूको युगल भोइस जान्छ। त्यस कारणले नेपाली परम्परालाई मैले थाम्न खोजेको मात्रै हो। त्यसमा गाउनै नजानेर सिङ्गल नगाएको चाहिँ होइन, जो क्षमता राख्नुहुन्छ। हजुर, तिम्रो घर चाँचरी शीतल होइन र तिमीलाई हामीले 2029 सालदेखि रेडियो प्रवेश गर्नुभयो। अहिले रेडियो नेपालको व्यवस्थापन तहमा पुग्नु भएको छ, कार्यक्रम महाशाखाको प्रमुख हुनुहुन्छ। यतिखेर हामी अब रेडियो नेपालको वार्षिकोत्सव मनाउने सम्मुखमा पनि छौँ।
रेडियोका कार्यक्रमहरूलाई सरसर्ती रिभ्यू चाहिँ कसरी गर्नुहुन्छ? रेडियोको कार्यक्रमहरूलाई अब केही वर्ष अगाडिसम्म यो मोनोटोनस प्रकारको कार्यक्रमहरू थिए र हामीले बीचबीचमा श्रोताको मागलाई विचारमा राखेर ध्यानमा राखेर हामीले कार्यक्रमको परिवर्तित रूपहरू दिँदै गएका छौँ। जसरी रेडियो नेपाल एउटा राष्ट्रिय प्रसारण भए तापनि यसले व्यावसायिकलाई पनि अपनाएको छ, कमाएर खानुपर्ने संस्था भएकोले तन्नेरी श्रोताहरूलाई यङस्टारहरूलाई जो भोलिका चाहिँ देशका कर्णधार र भोलि यिनीहरूकै काँधमा देश छ उनीहरूको चाहलाई पनि हामीले ध्यान दिएर गीत सङ्गीत र कार्यक्रमहरू प्रस्तुत गरेका छौँ। यसरी आजको सन्दर्भमा जे जति रेडियोबाट हामीले कार्यक्रमहरू दिइरहेछौँ यो नै ठिक छ र समयको परिवर्तन सँगसँगै फेरि यसले पनि क्वालिटी फर्दै जान्छ। मेरी आँखा, यी आँखाका कुराहरू र आँखाका भाकाहरू बुझिन सक्नुहुन्छन्। साह्रै मिठो गाउनु भएको छ नि यो गीत पनि, लोकगीतै हो। लोकगीतै हो। डाँफे कला मन्दिर पोखराप्रति चाहिँ कृतज्ञ छु। उहाँहरूसँग एकपटक डाँफे कला मन्दिरको 35 जना कलाकारलाई लिड गरेर दार्जिलिङमा सो देखाउन जाने मैले अवसर पाएँ। वरिष्ठ रेडियोकर्मी पाण्डव सुनवारसित कुरा गर्न बसिसकेपछि हामीले यो कुरा कहिल्यै पनि भुल्नु हुँदैन। फोन इन र पाण्डव सुनवार पर्यायवाची भएका छन्। रेडियोबाट उठान भएको अहिलेको यो हाइफाई सिस्टममा, डिजिटल सिस्टममा, एफएम ब्यान्डमा अत्यधिक प्रयोग भएको यो प्रविधि हो। हजुर, पाण्डव सुनवार र फोन इन कार्यक्रम चाहिँ हेर्नुहोस्, मैले 2040 सालमा म साउथ कोरिया गएको थिएँ। साउथ कोरियामा चाहिँ नर्थ कोरिया र साउथ कोरिया त कट्टर दुश्मन, तैपनि त्यो दुईटै देशका सरकारले चाहिँ मानवतालाई विचार गरेर वर्षको एकपटक जुन दिन उनीहरू छुट्टिएका थिए नि त्यो दिनमा चाहिँ नर्थ कोरियाको टिभीले साउथमा बसेका जे जति रिलेटिभहरू छन् उनीहरूलाई सन्देश दिने र साउथले नर्थलाई सन्देश दिने त्यो प्रोग्राम हुँदो रहेछ। टेलिभिजन प्रोग्रामहरू चाहिँ सिन्क्रोनाइज गरेर एउटै पर्दामा राखेर चाहिँ यसरी तपाईँ र म जसरी कुरा गरिरहेको छु त्यसरी कुरा हुन्छ। आँखा कतिपय त गुवा रुइने देखिन्छ त्यहाँनिर कि कति बुढी माउहरू बिचरा 80-90 वर्षको है। त्यो देखेपछि अनि म नेपालमा आएँ। यो यस्तो प्रोग्राम हामीले नेपालमा किन नगर्ने, गर्नु हङकङतिर पनि छिर्नु। हजुर, हङकङ छिरे। फर्किँदाखेरि चाहिँ हङकङ छिरे। त्यहाँ चाहिँ हाम्रो किशोर दाईहरूले चाहिँ मतलब आउँदाखेरि हङकङमा हराइज भन्नुभएको थियो। त्यहाँ छिर्दा किशोर दाईले पनि त्यस्तै प्रोग्राम चलाउनु हुँदो रहेछ अडियो मिडियामा। अनि किशोर दाईले पाण्डव लु तिमी यस्तै पछि आएको तिमीलाई अब तिमी यु आर द भेरी पपुलर इन हङकङ एमङ द गुर्खाज भनेर भन्नुभयो। र त्यसपछि हङकङमा प्रोग्राम चलाउनु लगाउनु भयो। एक दिन दिउँसोभरि गाँठ्यो, प्रोग्राम चलाइयो मजाले है। चलाइसकेपछि मलाई मजा लाग्यो। पहिला प्रपोज गरेँ, प्रचण्डमान सिंह दाई हुनुहुन्थ्यो। त्यो भइसकेपछि अनि हामीले प्रोग्राम गऱ्यौँ। अनि अनियर गर्नुभन्दा एक हप्ता अगाडिदेखि हामीले प्रोमो गऱ्यौँ। फलाना दिन आउँदैछ, ल सुन्न नबोल्नु ल भनेपछि अनि यो कार्यक्रम प्रायोजित पनि छ है, प्रायोजन गर्न चाहने भनेर दियौँ हामीले। र जुन दिन हामीले बजायौँ नि त्यो बजाइसकेपछि हामीले सबै यहाँ जम्मा भएको थियो। 2टा टेलिफोन नम्बर दिएको थियो। टेलिफोन नम्बर दिँदै हामी लाइभ गरेर जस्तो गरेर हामीले उ गऱ्यौँ। गरिसकेपछि त यति फोन आयो बाफ्रे, त्यसो थामिसक्नु भएन। त्यो प्रोग्राम सुनिसकेपछि इमिडिएटली त्यही हप्ता पहिलो शनिबार हामीले बजायौँ। दोस्रो शनिबार चाहिँ प्रायोजित भयो। 3-4वटा पार्टी आए प्रायोजन गर्नलाई त्यो प्रोग्रामलाई। उनीहरू बीचमै हान्ता पर्यो। नेपालको चाहिँ यो पहिलो प्रायोजित कार्यक्रम हो। तर फोन इन कार्यक्रम चाहिँ 2041 सालदेखि लगातार अहिलेसम्म के अरे यो 22-23 वर्ष भयो स्पोन्सर हो। जुन प्रोग्रामले रेडियो नेपाललाई एक कार्यक्रमको चाहिँ करिब 10,000 रुपियाँ फाइदा हुन्छ। महिनाको 40,000 रुपियाँ चाहिँ त्यो फोन इन कार्यक्रमले रेडियो नेपालको लागि कमाइदिए। र अहिले यसको अनुसरण देशैभरि भइराखेको छ र यसका प्रवर्धक मध्येका एक हुनुहुन्छ, हस्ती हुनुहुन्छ पाण्डव सुनवार हुनुहुन्छ। यहाँहरूले यतिखेर आजको स्रष्टा श्रृङ्खलामा
वरिष्ठ रेडियोकर्मी वरिष्ठ लोकगायक पाण्डव सुनवारको आवाज सुनिराख्नु भएको छ। यतिखेर उहाँको आवाज सुन्न भ्याउनु भएको छैन भने रेडियो नेपालको वेबसाइटमा लगइन गर्नुभयो भने हप्तैभरि आजका स्रष्टाको स्वर सुन्न सक्नुहुन्छ। रेडियो नेपालको वेबसाइट हो www.radionepal.org। पल्लो घरको झ्यालको पर्दा फेरि खोलियो, पल्लो घरको झ्यालको पर्दा फेरि खोलियो, थाहा भएन पहिलो भेटमा के बोलियो नि लैलै के बोलियो। पल्लो घरको झ्यालको पर्दा फेरि खोलियो, थाहा भएन पहिलो भेटमा के बोलियो। हजुर, यस्तो दुविधामा परिन्छ नि? परिन्छ, जरुर परिन्छ। मैले यहाँलाई चिनाउन खोजेको यहाँ गीत मात्रै गाउनुहुन्न, लोकगीत मात्र गाउनुहुन्न, आधुनिक गीत पनि रचना गर्नुहुन्छ भन्न खोजेको। यहाँले रचना गर्नुभएको रोशन गुरुङले गाउनु भएको छ, राम थापाले सुमधुर सङ्गीत भर्नुभएको छ। कति लेख्नु भएको छ यस्ता आधुनिक गीतहरू? छन् प्रायः अब यो भयो, त्यसपछि गएर अब लोचन भट्टराईजीले गाउनु भएको छ, जुन फुल्यो आकाशभरि, जुन फुल्यो आकाशभरि धरतीभरि फुल, फुल नै बिर्सियो पापी मनले कहाँ पर्यो भुल। यो लोचनले गाउनु भएको छ। यस्तै गरेर धेरै कलाकारहरूले गाउनु भएको छ। आधुनिक गीत त्यति साह्रो मेरो उन्नति भएन। जीवन एउटा रचनाकारको रूपमा त आफ्नो नाम स्थापित गराउनु भएको छ। यसो त लोकगायक भनेर त मुलुकैभरि चिन्नुहुन्छ, परदेशभरि चिन्नुहुन्छ, घरदेशभरि चिन्नुहुन्छ। हामी बीचमा घरमै बसेर हाम्रो परिवारभित्रको कुरा गर्दाखेरि श्रोताहरूले सधैँ भन्ने गरेको एउटा कुरा म यहाँलाई सम्झना गराउँछु। रेडियोमा जाहिर खाइसकेपछि कोही गाउँछन्, कोही सङ्गीत गर्छन्, कोही गीत लेख्छन्। हजुर, यो आरोप उहाँहरूको आरोप मात्र हो कि यथार्थ पनि हो? आरोप मात्रै पनि हो र यो आरोप यथार्थ पनि हो। तपाईँ आफै विचार गर्नुहोस्, दुई प्रकारको मान्छे नेपाली मनस्थितिमा छन्। एक नकचोरोहरू, एक साँच्ची नै आफ्नो मान मर्यादामा बस्नेहरू। नकचोरोहरू जो छन् तिनीहरू आफूले केही नजानेर पनि आफूलाई सबभन्दा बढी जान्ने बनाउँछन्। तपाईँ कुनै डुङ्गाबाट चाहिँ नदी पार गर्न चाहनुहुन्छ, तपाईँ डुङ्गाको बहाना खेलाउनु त जान्नु पर्यो नि। त्यो जान्दैन, त्यसै डुङ्गामा बसेर तपाईँ पार तार्दाखेरि चाहिँ भाग्यवश तपाईँ पार तरिहाल्नु भयो अरे, ल त्यो त तपाईँको भाग्यले मात्रै पुरा गर्ने, तर तपाईँमा ज्ञानै भएर त पुग्यो होइन नि। यस्तै प्रकारको गीतकार पनि दुई प्रकारका छन् नेपालमा। कति गीतकारहरू चाहिँ मतलब भावनामा बहेर यथार्थ कुरालाई बुझेर साहित्यको गहिराईलाई पुगेर उहाँहरूले लेख्नुहुन्छ, ठिक छ। कतिपय यस्ता गीतकारहरू पनि छन् कि डाँडाको टुप्पामा पोखरी जम्यो फेदैमा खडेरी, यस्तो गाउनेहरू पनि छन् है। यसले गर्दाखेरि लेख्नेहरू पनि छन्। यसले गर्दाखेरि म सबै गीतकार साथीभाइहरूलाई एउटा रिक्वेस्ट के गर्न चाहन्छु भनेदेखि रेडियो नेपालमा गीत रेकर्ड गर्नु या नेपाल अधिराज्यमा कुनै पनि गीत रेकर्ड गर्नु भनेको के भनेदेखि आफूलाई गीतकारको दर्जामा उभ्याउनु हो। यदि तपाईँमा गीतकारको दर्जामा उभिन सक्ने क्षमता छ भने मात्रै तपाईँ त्यो आँट गर्नुहोस्, अन्यथा त्यो आँट गर्नु मूर्खता। म आधुनिक गीत गाउन सक्थेँ नि, सक्दिनँ थिएँ, राम्ररी आधुनिक गीत गाउँथेँ, गाउनु भएन है, तर मैले गाएन किनभने म त्यो आँट भएन, म क्षमता भएन। आधुनिक गीतको कलाकारलाई चाहिने क्षमता हो, त्यो क्षमता म छैन। रहर गरेर मात्र हुँदैन, क्षमता पनि हुनुपर्छ, क्षमता नै हुनुपर्छ। अनि त्यस कारणले केही त्यस्ता पनि होला नभए गंगा जाले पानीले भिजो तिम्रो रातो पछौरी, गंगा जाले पानीले भिजो तिम्रो रातो पछौरी, भिजो मेरो रातो पछौरी, निलैलै भिजो मेरो रातो पछौरी, भिडियो तिम्रो रातो पछौरी। हजुर, यी पछौरीका कुराहरू गीत सङ्गीतमा बडो मिठो भएर आउँछन्। र आजको स्रष्टा श्रृङ्खलामा वरिष्ठ लोकगायक पाण्डव सुनवारले हामीलाई स्वरबाट साथ दिइराख्नु भएको छ। यतिखेर रेडियो नेपालको स्टुडियोमा बसेर प्रत्यक्ष हामी कुराकानी गरिराखेका छौँ। गीत त सधैँ बजि नै राखेका छन्, आज चाहिँ कुराकानी अलि बढी गरौँ कि भने बढी गरौँ भन्ने लोभ चाहिँ मलाई पनि छ। रेडियोमा 33 वर्ष सेवा गर्नुभयो, सन्तुष्टि असन्तुष्टि पक्कै पनि छ नि, के छ? 33 वर्ष सेवा गरे हेर, सन्तुष्टि यस मानेमा छ कि मैले सारा नेपाली दाजुभाइ दिदीबहिनी श्रोताहरूको मन जित्न सफल भएँ। म नेपालको जुनसुकै कुनामा पुग्दाखेरि पनि म हजुर म पाण्डव सुनवार भन्दाखेरि
म प्रति सबैले सौहार्दपूर्ण व्यवहारै गर्नुहुन्छ। एक कप चिया खान दिन्छन्, एक छाक खान दिन्छन्। त्यति मात्रै होइन, साँच्ची नै घमण्डी गरेर भन्ने हो भनेदेखि मित्र, म नेपाल अधिराज्यमा फुटेको कौडी गोजीमा भएन भने पनि एक छाक म भोको बस्नु पर्दैन र नाङ्गो आकाश मुनि सुत्नु पर्दैन। त्यति माया मैले पाउनु मेरो लागि एउटा गाउँको एउटा पिछडिएको जाति सुनवार है, त्यसले यति माया पाउनु भनेको निश्चय पनि म भन्दा भाग्यमानी मेरो सुनवार जातिमा अरू कोही पनि छैन जस्तो लाग्छ। रेडियो प्रसारणमा यहाँ अघिल्लो पुस्तामा हुनुहुन्छ, हजुर। पछिल्लो पुस्ताबाट कतिको आशावादी हुनुहुन्छ यहाँ? त हामी पहिलो पुस्ताका मान्छेहरू, पहिलो नभनौँ हाम्रो पुस्ताका मान्छेहरू चाहिँ एक प्रकारले भाग्यमानी पनि छन्, एक प्रकारले अभागी पनि छन्। भाग्यमानी यस कारणले कि हामीहरूले रेडियोमा खेल्नलाई प्रशस्ति चान्स पायौँ। त्यस बेलामा हाम्रो प्रतिस्पर्धी पनि त्यति साह्रो थिएनन्। अहिले त प्रतिस्पर्धा धेरै छ नि, धेरै छ। र त्यस बेलामा यदि अहिलेको जस्तो प्रतिस्पर्धा भएको भए अझ योभन्दा बढी हामी खारिन्थ्यौँ। त्यसपछि अहिलेकाले के गरेका छन्? अहिलेकाले मेहनत त गरेका छन्, तर एउटा के भन्दाखेरि जुन तरिकाले हामीले हुरी बतास र हिलोमा घुँडासम्म चाहिँ हिलोमा गाडिएर दुःख गरेर हामीले गऱ्यौँ, कार्यक्रमहरू बनायौँ। अहिलेका भाइहरूले त्यसरी गर्नु भएको छैन। अहिले सरल छ उहाँहरूलाई, किनभने इमेलबाट के अरे इन्टरनेटबाट सबै कुरो इमिडिएटली प्राप्त हुन्छ। तपाईँले कसैको अब युट्युब यसको मतलब प्रविधिले भयङ्कर उहाँहरूलाई साथ दिए हुनाले अहिलेको भाइहरूले पनि मेहनत चाहिँ मजाले गर्नुपर्छ। निश्चय पनि रेडियोको कर्मीहरूको भविष्य राम्रो छ। अब केही विषयगत प्रश्नहरू गरौँ, छोटा छोटा। हजुर। पाण्डव सुनवारलाई बाहिर कुनै श्रोताले चिन्नुभयो, भेट्नुभयो, त्यतिखेरको ठाडो प्रतिक्रिया के हुने गर्छ? ठाडो प्रतिक्रिया म त तपाईँ त 25 वर्ष होला भनेको त बुढो रहेछ भन्छन्। ठाडो प्रतिक्रिया थियो र मेरो स्वर र मेरो प्रस्तुतिलाई अहिले पनि उहाँहरूले मन पराइदिनु भएको छ। उहाँहरूको मनमा म अझै तन्नेरी नै छु। रुनु हाँस्नुका कुराहरू जिन्दगीमा आउँछन् नि? हजुर। बढी हाँस्नु भएको छ कि रुनु भएको छ? अब बानी हुन्छ, सबैको आफ्नो बानी हो। कतिपय मान्छे भित्र रोएर पनि बाहिर हाँसिरहेकै हुन्छन्। अभिनय होइन, साँच्चै नै हाँसिरहेकै हुन्छ, उनीहरूको बानी नै हो। र म पनि त्यही प्रवृत्तिमा परेँ। त्यस कारण म भित्र त म सधैँ रोइरहेकै हुन्छु, त बाहिर लोका छ। जीवनलाई कसरी बुझ्नु भएको छ? जीवन एउटा बग्ने पानी हो र यो निरन्तर बगिरहन्छ र जीवनको बग्ने वेगलाई रोक्नु हुँदैन। यो जीवनको बारेमा यति हो। माया के हो, प्रेम के हो? अब माया सद्भाव हो, प्रेम आसक्ति। विवाह कहाँनिर पर्छ? आसक्ति र सद्भावको बीचमा च्यापिएको छ विवाह। विवाह कसरी भयो? मेरो विवाह ताइरा भाउजूलाई कसरी भित्राउनु भयो? अब के भनेदेखि आमा बाबुले बिहे गर्ने कुरा छिनाएछन्, केटी मागेछन्। मागिसकेपछि ल देखाएको छैन, अनि ल अब तेरो बिहा हुने भयो भने। र हाम्रो जमानै त्यस्तो थियो, त्यसलाई प्रतिवाद गर्न पाइन्न थियो आमा बाबुसँग। अनि उहाँहरूले जे सुम्पिने भयो राम्रो। ताइरा भाउजू पनि लोकगीत सङ्कलन गर्नुहुन्छ नि? गर्छिन्। कस्तो लाग्छ? दुईटै पहाडका पढ्यौँ है, यस कारणले रौसी ठाउँको पर्या हुनाले हामीले गीत सङ्गीतमा त्यो रङ्गमा उनी पनि रमिन्। आहार विहार कस्तो छ? आहार विहार म पुरा मतवालीको छोरो है, तर पुरा सात्विक भोजन गर्छु। भगवानप्रति पुरा विश्वास छ। सधैँ नै म बिहान उठेर नुहाई धुवाई गरेपछि नित्य कर्म गर्नुहुन्छ? नित्य कर्म गर्छु। पाञ्चायनको चण्डी पनि पढ्नुहुन्छ अहिले? चण्डी पनि पढ्छु, एक आवृत्ति है। त्यसै गरेर चलिरहेछ दैनिक जीवन जुन छ नि। अब बुढेसकालमा आएर त अब भगवानप्रति झन् नजिक हुनु पर्यो नि। किनभने भगवानसँग नजिक हुनुको अर्थ त्यसले मनलाई शान्ति दिन्छ। जिन्दगीमा धेरै उकाली ओह्रालीहरू भोग्नु भएको छ, धेरै घाम पानी भेलबाडी सहनु भएको छ। अब चाहिँ यो जिन्दगीमा यस्तो गर्न पाए हुन्थ्यो, म सन्तुष्ट हुन्थेँ भन्ने एउटा हुटहुटी, एउटा धुकधुकी भन्ने रहन्छ नि मान्छेको छातीभित्र, मुटुभित्र, त्यस्तो केही छ? खास गरेर मेरा आफ्ना सोखहरू दुनियाँभरि आदि यो सांसारिक कुराहरूको बारेमा त म सधैँ साथीभाइहरूलाई भन्ने गर्छु। यदि म मरेको दिन जब यमलोक पुगिन्छ अनि यमराजले हे मनुवा पृथ्वीमा अझै तेरो केही आसक्तिहरू छ, केही गर्न बाँकी छ भन्यो भने प्रभु जे जति मैले गरेँ पृथ्वीमा, जे जति पाएँ त्यो नि यथेष्ट भयो, त्योभन्दा बढी गर्नु सक्ने ममा क्षमतै थिएन। यति मिठो स्वर दिनुभयो, रेडियोमा बोल्दाखेरि यति मिठो स्वर दिनुभयो, गीत गाउँदाखेरि यति मिठो गला दिनुभयो। हजुर। पुरस्कारले यहाँलाई चिनेन नि? एउटा पुरस्कारले नचिन्नमा निवेदन हालेर पुरस्कार लिने पक्षमा म कहिले गइनँ। पुरस्कारले प्रतिभा खोजिनुपर्छ, प्रतिभाले पुरस्कार खोज्ने हुँदैन। खास कुरो चाहिँ त्यो। यसकारण मैले अहिलेसम्म कुनै पनि पुरस्कारहरू नभएको कारण नै हो। एउटा कुरो के भनेदेखि पुरस्कारकै बारेमा कुरा गर्दा यो मेरो असन्तुष्टि पनि हुनसक्छ, किन मान्छे सधैँ जेलिस हुन्छ क्या। तर के छ भन्नुहुन्छ भनेदेखि जुनसुकै विधामा भनौँ न,
अब हिजो भर्खर लोकगीतको लहर नजान्ने मान्छे उसले राष्ट्रिय पुरस्कार पाउँछ, किनभनेदेखि त्यो पुरस्कार दिने मान्छे उसको नातेदार हुन्छ होइन। पाण्डव सुनवारका त्यस्ता कोही भएनन्, त्यस्ता कोही पनि भएनन्। सुनवारमा अलिकति चिनिएको सुनवार भनेको मै मात्रै हुँ। दाइ त नेता हुनुहुन्छ नि फेरि। नेता उहाँले नेतागिरी गर्नुभयो त जिल्लाको लागि मात्रै गर्नुभयो, देशको लागि गर्ने अवसरै पाउनु भएन उहाँले, किनभने उहाँको पनि त्यस्तो कोही पनि थिएन होला सायद। द्याट इज द कज। यसले गर्दाखेरि सबै कुरामा चाहिँ देशको लागि जे दिनु थियो मैले इमान्दारीपूर्वक दिएँ, तर देशले मलाई के दियो त म भन्दिनँ र देश चलाउनेहरूले मलाई दिनुमा कन्जुस्याइ गरे। यही एउटा चाहिँ दुःख छ। यतिन्जेल स्रष्टा श्रृङ्खलामा यति धेरै आवाज दिनुभयो, हजुर केही मनका कुरा बोल्न पाए जस्तो लागेको छ कि अझै बाँकी छ? अझै बाँकी छैन, के बाँकी छैन। आजका स्रष्टा यसरी नै अगाडि बढाउँदाखेरि हुन्छ? जरुर हुन्छ, किन नहुनु, खेल्न दिनुपर्छ उनीहरूलाई। गीत त सधैँ बजेकै थिए। आज औपचारिक अनौपचारिक कुराहरू गऱ्यौँ। हितको माया भेटै भयो। यो हितको माया भेट चाहिँ अब हाम्रो फिकलमा हो। पूर्वाञ्चलमा भनौँ न धरान र इलाम, फिकल यिनीहरू चाहिँ अलिकति सांस्कृतिक दृष्टिकोणले धेरै अगाडि, साहित्यिक दृष्टिकोणले धेरै अगाडि छन्। टीका भण्डारीजीसँग मैले गएको छु। टीकाजी त अब झापाकै पर्नुभएको अरे होइन, झापाली छैन। अब स्वरमा स्वर मिलाउनु भएको छ। हितको माया भेटै भयो फिक्कलैको बजारैमा यही बरिलाई, मुहानीले तानो कि त घुमिरहन्छ नजरैमा हो नि बरिलाई। हो नि बरिलाई। आजका स्रष्टा हाम्रो पनि नजरमा घुमिराख्नु भएको थियो। समयको पर्दा झ्याप्पै खस्यो अब यतिखेर। अब बिदा माग्नु पर्ने बेला भइसकेको छ। जाँदा जाँदै केही बोल्नुहुन्छ? जाँदा जाँदै अब आजसम्म जे जस्तै श्रोताहरूको माया सद्भावहरू पाइरहेछ त्यस्तै पाइरहँ र मान्छेबाट गल्ती हुने गर्छ। यदि मबाट नै कुनै गल्तीहरू भएछन् भनेदेखि मलाई गल्ती सुधार्ने अवसर श्रोताहरूले दिनुहुनेछ भन्ने विश्वास छ। आजको स्रष्टा श्रृङ्खलामा रहनुभयो, यतिन्जेल रहनुभयो वरिष्ठ रेडियोकर्मी, वरिष्ठ लोक कलाकार श्री पाण्डव सुनवार रहनुभयो। उहाँको स्रष्टा स्वरप्रति हार्दिक हार्दिक आभार व्यक्त गर्दै आजको स्रष्टा श्रृङ्खलाबाट म रमेश पौडेल पनि बिदा माग्दछु। फेरि भेटौँला, नमस्कार।